गाइस आज बिहानै उठियो अनि उठेर झ्यालबाट हेर्दाखेरि त पुरा स्कुलको बिल्डिङ अगाडि हाम्रो पुरा हिउँ परिरहेको देखेँ। अनि त्यसपछि मैले आफूलाई रोक्न सकिनँ र भिडियो बनाइहालेँ। र हेर्न सक्नुहुन्छ यति दामी स्नोफल भएको छ हाम्रो यो केडी युनिभर्सिटी सोक्सुमा रहेको, र इट्स फिल लाइक वी आर इन स्विजरल्यान्ड राइट नाउ। सो गाइस अब एक्साइटमेन्ट बढ्दै गयो र त्यसको सँगसँगै हामीलाई कलेज जानुपर्ने थियो। इट्स स्नो दिस इज कोरिया गाइज। हाम्रो क्लास त्यहाँ नजिक छ अगाडि, सो 3-4 मिनट्स पनि लाग्दैन। टाइममा पुग्नुपर्छ हामीलाई चाहिँ क्लासहरूमा। कस्तो दामी भ्यू आएको छ नि है, भ्यू आजको दामी। डेस्टिनेसन भनेको ऊ त्यो डोम हो, र त्यो डोममा पुग्नलाई हामी यो रोड जान्छौँ। गाइज क्या दामी भ्यू छ यार, स्नो। र मेरो चाहिँ 4 घन्टा क्लासहरू छ, सो त्यो 4-5 घन्टा क्लास अटेन्ड गरेपछि म डोममा आउनुपर्छ। फाइनली अब क्लास जाँदैछु। अनि क्लास चाहिँ अब माथि छ 2nd फ्लोरमा। यो टेम्पोररी क्लास हो मेरो, बिकज नेक्स्ट एआईको बिल्डिङ बन्दैछ, कन्स्ट्रक्सन छ, अन्डर कन्स्ट्रक्सन। सो क्लास रुममा जानुपर्छ। त्यस्तो पढिन्छ 4 घन्टा, त्यसपछि के पढ्ने, कोही प्रोफेसरले पढाउन आउँदैन, गाह्रो छ। हाम्रो कोरियन बहिले पुरा कोरियन डिसेस ट्राई गर्दैछन् हेर यहाँ। हामी त आफू त चिकन करी हो गाइज, चिकन करी विनय भन्छ विवेक। मेरो क्लास चाहिँ त्यही 9 बजीदेखि 1 बजी क्लास सकियो। अनि देन म क्याफेटेरिया गएको थिएँ। क्याफेटेरिया गएर खानाहरू खायौँ। खाना खाँदाखेरि चाहिँ बिचमा म्यासेज आएको थियो। अनि म्यासेजमा हाम्रो एआई कोडिङले के भन्नुभएको थियो भन्दाखेरि वी हेभ अ ओरिएन्टेसन फ्रम द फ्याकल्टी वाइज रे। अस्ति हाम्रो ओरिएन्टेसन भइसकेको थियो, 2-3 चोटि ओरिएन्टेसन भइसकेको छ। फेरि रिओरिएन्टेसन फर द फ्याकल्टी वाइज भनेको छ। सो 2 बजी हुनुलाई अब रेडी भएर जानुपर्ने ड्रेस चेन्ज गरेर। अनि 2 घन्टाको फेरि हाम्रो रिहर्सल छ, बिकज tomorrow is our matriculation day ceremony. So we have to wear a formal dress. We have to respect our president. For that, whatever is our role, on the behalf of which we have to do a rehearsal. So we will be there within 2 hours. So let's get ready. And that is my dome. I want to go there. Guys, हामी ओरिएन्टेसन क्लासमा आएको छौँ फाइनली। अनि हाम्रो ओरिएन्टेसन क्लास यस्तो छ गाइज। के छ Off your mic. माइक अफ, ओके। Hi guys, web developer, cyber security, IT and computing, data science, software developer or artificial intelligence engineer. So see the difference. Dollar. Huge amount of dollar. See the difference, see the opportunity, see the chance. But professor, if I am just a general graduate, can I get that much money? No, be my guest. Why? Because if you can develop a super skill within these 4 years, definitely you can get that types of job. Oh. But if you cannot get a skill like that, कता हिँडेको
खतरा भन्छ Let us all welcome the 2025 spring semester, beginning in Bangladesh. Nepal, Nigeria, Burundi, Pakistan, Colombia, Russia, Congo, Rwanda, Ecuador, Sudan, India, Tanzania. After completing rehearsal, we went for playing snow for उसको खाली हात चिसो भइरहेको म क्यामेराम्यान नेभर डाइज भन्नु थाहा छैन माइनस गरिदियो भने तनाव यता